स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो यस युट्युब च्यानलमा। मेरो नाम अर्जुन रोका हो। मैले चाहिँ यो भन्दा अगाडिको भिडियोमा चाहिँ बीबीएस फर्स्ट इयरमा रहेको बिजनेस स्ट्याटिक्स सब्जेक्टको च्याप्टर मेजर अफ सेन्ट्रल टेन्डेन्सी भन्ने च्याप्टरमा रिलेटेड ओल्ड इज गोल्डमा रहेका केही क्वेशन्सहरु सल्युसन गरेको थिएँ र बाँकी क्वेशन्सहरु पनि आज लिएर सल्युसन गर्ने भनेर आएको छु। मैले यो भन्दा अगाडिको भिडियोमा चाहिँ पर्सेन्टाइलमा सोधिएका क्वेशन्सहरु गरेको थिएँ र दुईटा गरेको थिएँ मैले 16 को र 17 को गरेको थिएँ र यसैगरी क्वेशन्सहरु यस्तै छन्। क्वेशन नम्बर 16 को जस्तै क्वेशन नम्बर 20 मा पनि सोधेको छ, सेम त्यस्तै छ, हल्का फरक हुने नै भयो। त्यो यो पनि त्यही तरिकाले फर्म्याट त्यही हो, त्यही तरिकाले गर्ने हो। यहाँ पनि 50 दिएको छ, माथि 80 दिएको छ, यति मात्र फरक हो। जान्नुहुन्न भने मेरो अगाडिको यो भिडियो हेर्नु होला, त्यसमा चाहिँ त्यही तरिकाले गर्नु होला हेरेर। अनि यो 21 को पनि सेम त्यस्तै छ। यो 27 को जस्तै छ, 21 को पनि तपाईहरुले बुझ्नुहुन्छ होला। के त्यस्तो फरक छैन, फर्म्याट त्यही हो, सेम त्यही गर्ने तरिका त्यही हो, फर्मुला त्यही हो। र मैले आज क्वेशन नम्बर 18 मा छ, पार्शियलमा सोधेको क्वेशन हो यो। क्याल्कुलेट द मिडियन एन्ड मोड फ्रम द फलोइङ डाटा भनेछ। यो मिडियन र मोड निकाल्ने गर्छु म आज। र अब मैले सुरु गर्छु। तपाईहरुले कतिपयले त गरि पनि सक्नु भयो होला, गर्नु भएको छैन भने पनि गर्नु होला, किनकि अब एक्जाम आउन पनि धेरै समय छैन। क्वेशन नम्बर 18 पार्शियलमा सोधेको क्वेशन हो। क्वेशन नम्बर 12 मा आएको रहेछ। हामीले चाहिँ मोड र मिडियन निकाल्ने फर्मुला थाहा पाउनको लागि चाहिँ मैले फर्स्ट भिडियोमा मैले राखेको थिएँ, त्यो फर्मुला हेर्नु होला। सम्पूर्ण फर्मुलाहरु थियो त्यसमा। मोड निकाल्नको लागि पहिला मिडियन निकाल्नको लागि चाहिँ हामीले फर्मुला L प्लस n/2 माइनस CF अपन F इन्टु H अथवा I जे लेखे पनि हुन्छ, यही फर्मुला हो। अनि मोडको लागि चाहिँ हामीले L प्लस F1 माइनस F0 अपन 2F1 माइनस F0 माइनस F2 इन्टु H। हामी चाहिँ यही फर्मुलामै फलो गरेर नै हामी निकाल्नु पर्ने हुन्छ। क्वेशन्सले पनि मोड र मिडियन र मोड निकाल भनेछ। सुरु गर्छु म। क्याल्कुलेट of the median and mode। सुरुमा के दिएछ भनेपछि भ्यालु। क्वेशन तपाईहरुले पनि हेर्नु होला। भ्यालुलाई हामी x मानौं र फ्रिक्वेन्सी F क्वेशनमै छ, क्वेशन नै सार्ने हो। कन्टिन्युअस सिरिजमा दिएछ 0 देखि 20, 20 देखि 40, 20 देखि 40, 40 देखि 60, 60 देखि 80, 80 देखि 100, 100 देखि 120, 120 देखि 140। फ्रिक्वेन्सी कति छ?
6 12 7 28 22 18 र 7 रहेछ। हामीले यति गरेपछि अब सिएफ निकाल्नुपर्छ। सिएफ निकाल्नुपर्ने हुन्छ। सिएफ निकाल्न त्यति गाह्रो केही पनि छैन। 6 सार्ने हो अनि प्लस गर्ने हो। 6 मा 12 प्लस गर्ने, 6 मा 12 प्लस गर्ने गरी आउँछ 18 अनि 18 मा 17 प्लस गर्ने 35 मा 28 प्लस गर्ने 63 मा 22 प्लस गर्ने कति हुन्छ 85 मा 18 प्लस गर्ने कति हुन्छ 103 मा 7 प्लस गर्दा 110। हाम्रो एन अथवा एफ कति आयो 100। यही जोडेर आएकै हो यो पनि यही लेख्या हो 110। हामीले यति गरिसकेपछि अब मिडियन निकाल्नको लागि चाहिँ हामीले मिडियनको सुरुको त्यो मिडियन n/2 भन्ने फर्मुला लगाएर निकाल्छौँ पत्ता लगाउनको लागि। फर मिडियन md = n/2 हाम्रो n कति छ n/2 हो। n हाम्रो 110/2 भयो। n/2 गरेपछि कति आउँछ भनेपछि 110/2 कति हो 55 आयो। 55 आयो। Does CF just greater than 55 is अब हाम्रो यो 55 कुनमा पर्छ त भनेर हामीले हेर्नुपर्ने हुन्छ। यहाँ सबभन्दा 55 भन्दा माथिको यहाँ 63 छ। त्यही भएर 55 छैन, त्यही भएर 55 भन्दा माथिको मुनिको हुँदैन। 55 भन्दा माथिको भएका कारणले चाहिँ 63 छ। 63 मा हुन्छ यो इज 63। So the median lies between कतिमा पर्छ यसको सिधै कति भयो क्लास कतिमा पर्ने रहेछ 60 देखि 80 को बीचमा पर्ने रहेछ। हामीले यति गरिसकेपछि अब माथिको फर्मुला यही फर्मुलामै हाल्नुपर्ने हुन्छ। where लोएस्ट भ्यालु l = कति छ 60 छ अनि h कति हाम्रो h कति यो र यो बीचको डिफरेन्स कति छ 20 छ कि नै 20। त्यसपछि हाम्रो CF चाहिँ जहिले पनि माथिल्लो जस्तै यो मिडियन लाइन छ भने यसको माथिल्लो भागको हुन्छ CF कति छ जस्तै यो भएको भए यो हुन्थ्यो। मिडियन यो लाइनमा पर्थ्यो भने यो हुन्थ्यो। अहिले मिडियन यो लाइनमा छ त्यही भएर CF यो हुन्छ 35 र f कति भयो 28 f भयो। हामीले चाहिँ अब हामीले फर्मुलामा राख्नुपर्छ। md मिडियन = l कति छ 60 प्लस n/2 कति छ 55 माइनस CF कति छ 35 f कति छ 28 इन्टु h कति छ 20 = 60 प्लस
60 प्लस कति हुन्छ भनेपछि 20/28 इन्टु 20 भएपछि इजिकल टु कति हुन्छ 20 इन्टु 20 अब 450 हुने भयो। त्यसपछि भागा 28 कति भयो 14 point कति हुन्छ 29 तपाईहरुले पनि क्याल्कुलेटर हाल्नु होला कति आयो कति आयो भनेपछि 74.29 मिडियन आयो। अब चाहिँ हामीले मिडियन आएपछि मिडियन आयो हाम्रो क्वेशनमा कति छ क्वेशनमा पनि यही छ आयो। त्यस्तो गाह्रो केही पनि छैन सजिलो छ फर्मुलाहरु याद हुनु पर्यो फर्मेट थाहा हुनु पर्यो। म चाहिँ अब यसैगरी मिडियन आइसक्यो अब मोड तर्फ लाग्यो म मोड पनि त्यस्तै हो त्यस्तो गाह्रो केही पनि छैन फर मोड यसलाई यसले डिनोट गरिन्छ मोडको भयो अनि द मोड क्लास इज कति भयो त्यही हो अगाडिकै कति छ यही हो 60 देखि 80 भयो यही हो। अनि अब हामीले फर्मुला अगाडिको फर्मुला यही फर्मुला हो यो मोडको फर्मुला यही हो त्यसको लागि चाहिँ भर याल भनेको त अब त्यही हुने भयो है यही हुने भयो 60 त्यसपछि हामीले चाहिँ f1 f0 कसरी थाहा पाउने भनेर चाहिँ हामीले यही तालिका हेर्नु पर्छ। हामीले चाहिँ यसैगरी अब हामीले f1 f2 थाहा पाउनको लागि चाहिँ f1 यो f1 यही भयो f1 यही भयो अनि यो चाहिँ f0 f को माथिल्लो भाग चाहिँ f0 हुन्छ अनि f को तल्लो भाग चाहिँ f2 हुन्छ यति कुरा बुझ्नु होला त्यस्तो केही पनि होइन थाहा पनि पाउनुहुन्छ होला तपाईहरुले पनि हल्का अब कसैलाई थाहा नभएको साथीहरुलाई सहयोग हुन्छ कि भन्ने मैले मेरो उद्देश्यले चाहिँ यो भिडियो बनाएको हो। त्यसपछि f1 इजिकल टु 28 भयो f0 इजिकल टु कति भयो 17 र f2 इजिकल टु कति भयो 22 h इजिकल टु त अगाडिको नै भयो 20 नै भयो। अब हामीले चाहिँ फर्मुला के छ भनेपछि इजिकल टु मोड इजिकल टु यल प्लस f1 माइनस f0 अपन 2 f1 माइनस f0 माइनस f2 इन्टु h यही फर्मुला हो त्यस्तो गाह्रो केही पनि छैन फर्मुला याद हुनु पर्यो अरु त त्यस्तै हो कुटुङ गर्ने हो त यल प्लस 60 यल 60 लोएस्ट 60 छ अनि f यो f1 हो के मैले यार f1 हो f1 कति छ 28 माइनस कति छ 17 अपन 2 इन्टु f1 कति छ f1 28 माइनस f0 कति छ 17 माइनस f2 22 इन्टु 20 यही हो। अब कति हुन्छ इजिकल टु 70 प्लस 0 यो माइनस गर्दा यो कहाँ लेखेको छु कि मैले 28
28 माइनस कति हुन्छ 11 हुन्छ अनि तलको 2 into 28 minus 17 minus 22 कति हुन्छ 17 आउने रहेछ into 20 equal to plus कति हुन्छ 11 into 20 by 17 कति आउँछ 12.94 आउने रहेछ कति भयो त यो 30 यहाँ 20 लेखेको छु कि मैले 60 हो 67 72.94 यति आउँछ यो के भयो मोट needs यस्तै छन् त्यस्तो गाह्रो केही पनि छैन so the median and mode are 20 अगाडिको हाम्रो कति छ अगाडिको 24 है 24.29 and कति छ मोट 72.94 units respectively यति नै यस्तै हो साथीहरु हिसाब त्यस्तै हिसाब केही पनि गाह्रो छैन तपाईहरु पनि गर्नु होला जति प्र्याक्टिस गरे त्यति आउने हो यस्तो हिसाब चाहिँ फर्मुलाहरु गर्दा गर्दै आफै याद हुन्छ अब चाहिँ मैले क्वेशन नम्बर पर्सेन्टाइलका केही कन्फ्युज छ भने मेरो अघिल्लो भिडियो हेर्नु होला मैले यो अस्ति हिजो गरिसकेको हो यो पनि सक्यो आज यो पनि पर्सेन्ट खालको यो लिमिट अफ मार्क्स अफ मिडल भन्ने छ त्यो केही पनि गाह्रो छैन हामीले चाहिँ मैले चाहिँ अगाडिको भिडियोमा गरिसकेको छु त्यो भिडियो हेर्नु होला केही पनि गाह्रो छैन र यो पनि सजिलै छ त्यस्तै छ यो पनि त्यस्तै छ र म चाहिँ अब 22 क्वेशन नम्बर 22 गर्छु अब क्वेशन नम्बर 20 क्वेशन नम्बर 22 2075 सालमा सोधेको रहेछ क्वेशन नम्बर 11 मा सल्युसन क्वेशनले के भनेछ भनेपछि क्लासिफाई द फलोइङ स्कोर्स इन क्लास इन्टरभल दिएको रहेछ यो इन्टरभल कन्टिन्युस सिरिजमा दिएको छ 0 देखि 9 10 देखि 19 20 देखि 29 गरेर अरु पनि छन् भनेको छ यो इटीसी कम्प्युट द मोडल भ्यालु अफ द कन्ट्र्याक्टेड फ्रिक्वेन्सी टेबल कति दिएको छ त कति धेरै दिएको रहेछ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 को त दिएको रहेछ क्वेशनले अब चाहिँ हामीले यसको लागि चाहिँ यसको सल्युसन गरौँ फ्रिक्वेन्सी डिस्ट्रिब्युसन टेबल फ्रिक्वेन्सी डिस्ट्रिब्युसन टेबल भनिन्छ क्लास चाहिँ हाम्रो इन्टरभल क्लास कति छ क्लास अरु पनि भनेको छ हामीले चाहिँ यसको लागि के बुझ्नु पर्छ भनेपछि धेरै छैन यहाँ कुन छ सबभन्दा बढी भ्यालु सबभन्दा ठुलो भ्यालु कुन छ त्यतिसम्म चाहिँ हामीले यसको इन्टरभल यो क्लास राख्नु पर्ने हुन्छ हामीले 24 यो 29 छ यहाँ 29 28
भनेपछि अरू 42 अरू 29 सबभन्दा म्याक्सिमम भ्यालु चाहिँ यही 49 रहेछ। 49 सम्म चाहिँ हामीले राख्छौँ। क्लास कति भनेको छ भनेपछि 0 देखि 9 10 देखि कति 19 20 देखि कति 29 30 देखि 39 40 देखि 49 यतिसम्म राख्नुपर्छ। हाम्रो म्याक्सिमम भ्यालु क्वेसनमा यतिसम्म दिएको छ र हामीले यसको लागि ट्याली बार बनाउनु पर्ने हुन्छ। क्वेसनले अब फ्रिक्वेन्सी भनेर यति भनेर दिएको छैन, हामीलाई चाहिँ धेरै दिएको छ। त्यसको लागि हामी ट्याली बार बनाउनु पर्छ र हाम्रो अर्को यति ट्याली बार बनाएपछि हाम्रो फ्रिक्वेन्सी एफ ट्याली बार कसरी बनाउने भनेपछि हामीले चाहिँ 0 देखि 9 मा पर्ने भरि चाहिँ यसमा 10 देखि 19 को बीचमा पर्ने भरि यसमा र 20 देखि 29 को बीचमा पर्ने भरि यसमा राख्नुपर्ने हुन्छ। हामीले चाहिँ गर्दाखेरि 0 देखि यो कतिमा पर्छ 29 कतिमा पर्छ 24 कतिमा पर्छ 24 हाम्रो यसमा पर्छ 1 भयो हैन। अनि 12 कतिमा पर्छ 12 यसमा पर्छ। अनि 37 केमा पर्छ 37 यहाँ पर्छ। अनि 49 यहाँ परेको। अनि 30 केमा यसैमा। अनि 6 केमा पर्छ 6 यसमा पर्छ। 28 केमा पर्छ त कहाँ पर्छ यहाँ पर्छ। अनि 10 हाम्रो यहाँ पर्यो। अनि 13 पनि यही पर्यो। अनि 18 पनि यही पर्यो। 12 चाहिँ हाम्रो 12 पनि यही 12 हाम्रो यति 4 सम्म राखेपछि यसरी राख्नुपर्ने हुन्छ। त्यसपछि 19 यो पनि यही पर्यो र अर्को 2 कहाँ पर्यो यसमा पर्यो। 33 यसमा पर्यो। 4 केमा पर्यो यसमा पर्यो। 25 कहाँ पर्यो यहाँ पर्यो। अनि 42 केमा पर्यो 42 यसमा पर्यो। अनि क्वेसन हेर्नु होला तपाईले पनि 22 यसमा। त्यसपछि 16 यसमा। 29 यसैमा पर्यो। अनि 2 हाम्रो यहाँ पर्यो। अनि 21 हाम्रो यहाँ पर्यो। अनि 23 पनि यही पर्यो। 31 यसमा पर्यो। 31 यसमा पर्यो। 21 यसैमा पर्यो। 34 यसमा पर्यो। अनि 20 यसैमा पर्यो। 27 यसैमा पर्यो। र 23 35 कतिमा पर्यो यसमा पर्यो। यसरी निकाल्नु पर्ने हुन्छ। त्यस्तो गाह्रो केही पनि छैन, तपाईहरुले बुझ्नु होला। फ्रिक्वेन्सी अब 30 वटा हाम्रो पुग्यो होला। 1 2 3 4 वटा भयो। 5 5 10 15 20 25 पुग्यो हाम्रो पुग्यो। यसको 4 वटा फोल्या भने यसमा 5 6 7 यहाँ कति भयो 11 भयो। कति भयो यो 5 6 भयो। यहाँ कति भयो 2 भयो। यति गरिसकेपछि हामीले फ्रिक्वेन्सी समेसन या अथवा यहाँनिर कति भयो 30 आउने भयो। अनि हामीले निकाल्नु पर्ने के छ भनेपछि
मोडल भ्यालु कन्ट्रिब्युसन अफ इन्टरभल स्कोर टु भ्यालु मोडल अफ कन्ट्रिब्युसन फ्रिक्वेन्सी टेबल। मोडल भ्यालु भनेको हामीले मोड निकाल्नु पर्ने हो। मोडको लागि हो यो। मोड निकाल्नु पर्ने हुन्छ। मोड निकाल्नु पर्ने हुन्छ। यसमा चाहिँ मोडको लागि फ्रिक्वेन्सी भन्छु म्याक्सिमम भ्यालु हेर्नु पर्ने हुन्छ। जुन म्याक्सिमम भ्यालु हो त्यहीमा पर्छ। हाम्रो यहाँ चाहिँ म्याक्सिमम भ्यालु 11 छ। यो चाहिँ हाम्रो मोड हो। यो हाम्रो मोड हो। तपाईले पनि बुझ्नु होला। एउटा कुरा याद गर्नुपर्ने हामीले चाहिँ यो कन्टिन्युस सिरिजमा दिएका डाटाहरू चाहिँ सधैँ पनि एक्सक्लुसिभ फर्ममा हुनुपर्ने हुन्छ। हाम्रो चाहिँ यहाँ इन्क्लुसिभ फर्ममा दिएको छ। यसलाई चाहिँ एक्सक्लुसिभ फर्ममा राखेर गर्नुपर्ने हुन्छ। हामीले चाहिँ अब गरौँ। पहिला चाहिँ के भनौँ भनेपछि maximum frequency is 11 which lies in class हाम्रो कतिमा पर्छ भनेपछि यो 20 देखि 29 यो हाम्रो केमा छ इन्क्लुसिभ फर्ममा छ। इन्क्लुसिभ फर्ममा छ। इन्क्लुसिभ क्लास यसलाई चाहिँ हामीले एक्सक्लुसिभ बनाउनु पर्ने हुन्छ। हामीले चाहिँ एक्सक्लुसिभ कस्तो एक्सक्लुसिभ फर्म कस्तो भनेपछि जस्तै यहाँ 10 देखि 20 यहाँको चाहिँ अप्पर भ्यालु चाहिँ यहाँको लोएस्ट भ्यालु हुन्छ के यहाँको लोएस्ट भ्यालु हुन्छ त्यो खालको हुन्छ। जस्तै यहाँ 0 देखि 10 यहाँको 10 चाहिँ यहाँ 10 देखि 20 यहाँको 20 चाहिँ यहाँ 20 देखि 30 यहाँको 30 चाहिँ 30 देखि 40 40 को यहाँको 40 को 40 देखि 50 जस्तै यसरी दिएको डाटालाई एक्सक्लुसिभ फर्म भन्छ। एक्सक्लुसिभ क्लास हो त्यो। हामीले चाहिँ त्यो गर्नको लागि चाहिँ करेक्सन फ्याक्टर भन्छ त्यसलाई। करेक्सन फ्याक्टर इज इक्वल टु 1/2 गर्नुपर्ने हुन्छ। यसको डिफ्रेन्ट कति छ 9 देखि 10 यसको डिफ्रेन्ट चाहिँ यसको टप भ्यालु र यता अघिल्लोको लोएस्ट भ्यालुको माइनस गर्ने कति आउँछ डिफ्रेन्ट त्यही हो 1 आउँछ। त्यसलाई 2 ले भाग गर्ने 2 ले भाग गर्दाखेरि 0.5 आउने भयो। 0.5 आयो भने हामीले एक्सक्लुसिभ फर्ममा लग्ने सो द एक्सक्लुसिभ क्लासमा लग्नको लागि चाहिँ हामीले यो 0.5 यहाँको यो छ यो लाइनको भनेको छ यसमा लोएस्ट भ्यालुमा माइनस गर्ने र हाइएस्ट भ्यालुमा चाहिँ प्लस गर्नुपर्ने हुन्छ। यसमा माइनस गर्दाखेरि कति आउँछ भनेपछि 19.5 देखि प्लस गर्दाखेरि कति आउने भयो यहीकै हो कति आउने भयो 29.5। अब हामीले एक्सक्लुसिभ फर्ममा लाग्यौँ। त्यस्तो अब केही पनि छैन। अब यति गरेपछि सक्यो। अब फर्मुलामा राख्ने हो अनि हिसाब आउँछ त्यति हो। वेयर यो अगाडिकै फर्मुला हो मोडको अगाडिकै फर्मुला हो। पहिला त्यही फर्मुला लेखौँ न। मोड इज इक्वल टु के थियो अगाडिको f0 माइनस f1/2 f0 माइनस f1 माइनस f2 2h थियो अगाडिको। वेयर l इज इक्वल टु हाम्रो लोएस्ट माथिको हेर्ने हैन हामीले अब यो एक्सक्लुसिभ फर्मको राख्नुपर्ने हुन्छ। लोएस्ट कति छ 19.5 छ। f0 कति छ f0 हाम्रो यो म्याक्सिमम फ्रिक्वेन्सी हेर्नुपर्ने हुन्छ। म्याक्सिमम फ्रिक्वेन्सी यही हो हाम्रो यो बुझ्नको लागि मैले यहाँ लेख्दै इक्जाममा लेख्नु पर्दैन के गर्नु पर्दैन आफूले बुझे भयो। f0 यो चाहिँ f1 र यसलाई चाहिँ f2 अगाडिकोमा चाहिँ हामीले
यसलाई F1 यसलाई F0 त्यस्तो मानेको थियो, त्यस्तो केही फरक पर्दैन। आफूले बुझे अनुसार गर्यो त्यस्तो खासै त्यस्तो केही फरक पर्दैन। आफूलाई जस्तो सजिलो लाग्छ त्यही गर्दा पनि हुन्छ। F0 कति छ 7, F0 7 छ, F1 F0 11 छ के कस्तो 11 छ, F1 7 छ, F2 6 छ, F2 6 छ। अब हामीले फर्मुलामा राखौं मोड इक्वल टु 19.5 प्लस कति छ F0 11 माइनस CF हामीले राख्ने भयो CF अगाडि मैले भनेको CF भन्छु कि योमा त 1 छ त मैले अगाडिको त्यो मिडियनको जस्तो मानेर कति छ 7 छ अपन यो F 2 into F0 11 minus F1 7 minus F2 कति छ 6 F2 6 छ into याच बरु याच छुट्टी गरेछ याच कति छ यसको यो बीचको डिफरेन्स कति हुन्छ 10 हो इटी गरेपछि अब 19.5 प्लस कति आउँछ 7 4 आउँछ 4 बाइ तलको कति आउँछ 11 22 देखि 7 र 6 माइनस गर्दाखेरि हाम्रो 9 आउँछ इन्टु 10 आयो। अब के रे यति गरेपछि 9.5 प्लस यो र यो इन्टु गर्ने यसले गरे कति आउँछ 4.44 आउने रहेछ 4.44 कति भयो त हाम्रो 23 point कति भयो 94 क्याल्कुलेटर हान्नु होला तपाईहरुले त्यस्तो केही पनि छैन अप्ठ्यारो मान्नु पर्ने केही पनि छैन तपाईहरुले पनि गर्नु होला एकदम सजिलो छ अब हामीले so the model value of this distribution is 23.94 रहेछ इति भएपछि सक्यो त 5 नम्बर आइहाल्यो अब यति नै छन् मैले अब यहाँदेखि धेरै गर्न चाहेन म अर्को भिडियोमा चाहिँ यो 23 को क्वेशन सल्युसन गर्ने छु र पछाडीका क्वेशनहरु जस्तै मिसिङ फ्रिक्वेन्सीहरु निकाल्ने पत्ता लगाउने भने हुन्छ मिसिङ फ्रिक्वेन्सीहरु निकाल्ने यिनीहरु र अगाडिको त्यो एउटा तिनीहरु गर्ने छु अर्को गर्दाखेरि धेरै लामो हुन्छ त्यही भएर झ्याउ पनि लाग्न सक्छ प्र्याक्टिस गर्नु होला तपाईहरुले पनि त्यस्तो केही पनि अप्ठ्यारो छैन अब अजेल नगरेर कहिले गर्ने पछि फेरि अरूहरु पनि थपिन्छ अकाउन्टको गर्नुपर्ने हुन्छ इकोनोमिक्स गर्नुपर्ने हुन्छ त्यही भएर अजेलेदेखि गर्दाखेरि राम्रो होला भन्ने मलाई लाग्छ अब मैले साथीहरुलाई अब नबुझेको खण्डमा बुझाउन सके या सकेन त्यो अब तपाईहरुले भनिदिनु होला कस्तो लाग्छ अर्को भिडियोमा चाहिँ मैले पछाडीका क्वेशन्सहरु ल्याउने छु अहिलेलाई यति नै धन्यवाद।